नमस्ते साथीहरू, नमस्कार छ। जलाकतिर त बिजोग छ त हो साथी हो। म नि क्यारी पुग्ने यार, अफिस हिँडेको बिहान बिहानै केही देखिन्न यार, अगाडि केही देखिन्न। सर्लक्कै छ सर्लक्कै। अब हुन त हिँडिराखेको बाटो त्यति फरक त पर्दैन होइन, कहाँ सिग्नल छ कहाँ के छ भन्ने कुरो त सबै थाहा छ। भए पनि यार देखिन्न त सिग्नल, अनि ल्याम्मै फाइन हानिदियो भने त बर्बाद छ त यार। सिग्नल देखिन्न, कता रातो छ कता हरियो छ कता पहेँलो छ, ल्याम्मै फाइन हानिदियो भने त सक्यो त यार। फाइन त हान्दैन होला नि है। हरियो त हरियो देखियो। बिजोग छ हौ साथी, बिजोग। ल हेर्नुहोस् त, बिजोग छ यार। ओ माई गड, ओ माई गड, ओ माई गड, कसरी पुग्ने हो? ओ माई गड, ओ माई गड, गाह्रो छ साथीहरू, गाह्रो छ। गाडी चलाउन नि गाह्रो छ। मान्छेहरूले भन्छन् ए गाडी पनि चलाउनु रहेछ, पैसा त ल्याम्मै थाप्यो होला सर। यत्रो थाप्ने हो ल्याम्मै? हेरो यहाँ कस्तो छ, बिजोग छ। त्यसै सजिलो छ पैसा कमाउन यार। बिहान बिहान आँखा मिचेर ड्युटी जानुपर्छ यार। त्यही पनि यस्तो हुस्सु भन्छ कि के भन्छ यो ढुँडी। ए राम 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 हरे 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 कृष्ण। गाह्रो छ यार। हेर्नु साथी हो, पैसा कमाउन सजिलो छैन है, जेमा पनि गाह्रो छ। साला म त यार खम्ती पऱ्यो यार। सरलकै त्यो समुद्र जस्तो देखिरहेको हिँडिदियो। सधैँ 50 चोटि हिँड्ने बाटो हो नि है, तर ढुँडी लाएर केही देखिएको छैन बाहिर। कता पछाडिबाट आएर ल्याम्मै हानिदिने हो कि भन्नु पर्यो। आफैले पनि अगाडिकालाई ल्याम्मै हानिदिने बेर छैन। यस्तो छ अनि कसरी जानु हो? गाह्रो छ साथीहरू। ड्राइभर बनेर पैसा कमाउँछु भनेर पनि हुन्न, लाएर यस्तो छ बाटो। यस्तो बाटोमा कसरी चलाउनु भन्ने कुरो यहाँ छ के। पैसा सजिलो ठाउँमा छैन साथीहरू है। त्यही भएर मेहनत गरौ, जे कुरामा पनि मेहनत गर्नु पर्यो। पैसा फल्छ, नफल्ने होइन, तर यसरी फलाउन चाहिँ गाह्रो छ। घरको काम भएको भए एकछिन पछि जाम्ला, अलि उज्यालो हुनु पर्यो, अलि छ्याङ्ग हुनु पर्यो, ढुँडी जान पर्यो, तुहेल जानु पर्यो, के भाक्रम बाक्रम गरेर 9 बजाइन्थ्यो। यहाँ चाहिँ ड्युटी टु ड्युटी हुन्छ साथीहरू है। ड्युटी टु ड्युटी भएपछि उठ्नु पर्यो। यस्तो बिजोग छ, यस्तोमा हिँड्नु पर्या छ। के गर्नु, गाह्रो छ। बरे परदेशी जीवन, परदेशी जिन्दगी, अरूको गुलामी भएर पैसा कमाउनु बेकार हो। हुन त के गर्नु, यसो नगरिकन पनि पैसा आउँदैन, यति नगरिकन नि सुख छैन, यति गर्दा गर्दै पनि अझैसम्म पनि घर परिवारलाई खुसी दिन सकिए छैन, आफै खुसी हुन सकिए छैन। परदेशमा यस्तो बिहान बिहान उठो तुयाल ढुँडी लाएर केही देखिन्न अगाडि, यस्तोमा गाडी चलाएर हिँड्न पर्ने छ। यसो सम्झँदाखेरि त के छ र यार है, कसको लागि? आखिरीमा यत्रो दुःख मेहनत कसको लागि? गाह्रो छ नि है। त्यही भएर 2 दिनको जिन्दगीमा सबैसँग हाँसौँ बोलौँ होइन, झै झगडा नगरौँ भन्ने कुरो हो। त्यही हो साथीहरू, विदेशको अवस्था यस्तै छ। जस्तो अवस्थामा पनि आफू काममा हिँड्नुपर्छ। काम नगरी सुख छैन। घरको काम भएको भए भोलि गरौँला, पर्सि गरौँला, अहिले जाम्ला भने पनि हुन्थ्यो। अरूको देशमा आएपछि काम गर्नै पर्यो है। जस्तो भए पनि, चाहे दुःख होस्, चाहे बिमारी होस्, चाहे जेसुकै होस्, ड्युटी चाहिँ खट्न पर्यो। नखटेपछि त्यही त हो, पैसा आउँदैन है। पैसा कमाएर पनि न आफू खुसी न घर परिवार, आखिर के को लागि? कठै भावुक बनायो आजको यो बहराइनको अवस्थाले।
ल साथीहरू, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ टेक केयर गर्नु होला, आफ्नो ख्याल गर्नु होला भन्दै बिदा हुन चाहन्छु। हस् त।